नमस्कार साथीहरू, आज हामी स्लिप डिस्कका कारणहरूबारे कुरा गरौँ। स्लिप डिस्क, जसलाई डिस्क प्रोल्याप्स वा डिस्क हर्निएसन वा लम्बर PIVD वा PLID भनेर पनि चिनिन्छ, यी सबै रोगहरूको समूहलाई एउटै सामान्य शब्द स्लिप डिस्क भनिन्छ। यो सामान्यतया मेरुदण्डको तल्लो भागमा, जसलाई लम्बर स्पाइन भनिन्छ, त्यहाँ हुन्छ। अब हामी स्लिप डिस्कका कारणहरूमा जानु अघि पहिले डिस्क भनेको के हो भन्ने बुझौँ। डिस्क भनेको मुख्य रूपमा तल्लो मेरुदण्डका हड्डीहरू बीचको झट्का सोच्ने संरचना हो। त्यसैले दुई हड्डीहरू बीच जेलीले भरिएको नरम गद्दा जस्तो संरचना हुन्छ। यसलाई डिस्क भनिन्छ। डिस्कको भूमिका भनेको तनाव जिरो हो। मूलतः जब तपाईँ हाम फाल्नुहुन्छ वा लामो समयसम्म बस्नुहुन्छ, त्यसबेला लोडिङको काम यही डिस्कले गर्छ। यसलाई तपाईको गाडीको टायर जस्तै सम्झनुहोस्। यो टायर जस्तै हो। यसको बाहिरी आवरणलाई एनुलस फाइब्रोसस भनिन्छ। भित्रको जेलीले भरिएको भागलाई न्यूक्लियस पल्पोसस भनिन्छ। अब स्लिप डिस्क किन उठ्छ त? स्लिप डिस्कका मुख्य रूपमा 6 वटा कारणहरू छन्। पहिलो भनेको उमेरसँग सम्बन्धित क्षय हो। मूलतः उमेर बढ्दै जाँदा डिस्कको बाहिरी तह एनुलस फाइब्रोसस कमजोर हुँदै जान्छ र समयसँगै जब यो कमजोर हुन्छ, कुनै अचानक गतिविधि वा चालका कारण अन्ततः यो च्यात्तिन सक्छ। यदि लामो समयसम्म कुनै अचानक गतिविधि नभए पनि यो एनुलस फाइब्रोसस तहमा साना चिरा पर्न थाल्छन्, जसले यसलाई कमजोर बनाउँछ। त्यसैले उमेरसँग सम्बन्धित क्षय स्लिप डिस्कको सबैभन्दा सामान्य कारणहरूमध्ये एक हो। दोस्रो भनेको बारम्बार झुक्नु वा बारम्बार भारी बोकिनु हो। जस्तै यदि तपाईँ नियमित रूपमा जिममा कसरत गर्दै हुनुहुन्छ, भारी तौल उठाउँदै हुनुहुन्छ वा झुक्दै तौल उठाउँदै हुनुहुन्छ भने त्यसले तपाईको डिस्कलाई नराम्रो असर गर्न सक्छ। सामान्यतया के हुन्छ भने यदि तपाईँ अगाडि झुक्दै हुनुहुन्छ, जस्तै सुटकेस उठाउँदै, र अचानक झोलामा केही अल्टिन्छ, यसले देखाउँछ कि तपाईको ढाडमा स्लिप डिस्कको समस्या छ। सामान्यतया यदि तपाईको बसाइ राम्रो छैन वा प्रविधि सही छैन भने र तपाईले भारी तौल उठाउने प्रयास गर्नुहुन्छ, वा तपाईँ यस्तो पसलमा काम गर्नुहुन्छ जहाँ बारम्बार झुक्दै भारी सामान उठाउनु पर्छ भने त्यसले पनि स्लिप डिस्कको समस्या ल्याउन सक्छ। तेस्रो सबैभन्दा सामान्य कारण भनेको अचानक घुम्ने चोट वा लडाई हो। यदि तपाईँ क्रिकेट खेलाडी वा रग्बी खेलाडी हुनुहुन्छ भने र यदि तपाईको मेरुदण्डमा अचानक घुम्ने चोट लाग्छ भने त्यस अवस्थामा पनि तपाईको स्पाइनको डिस्कमा चोट लाग्ने सम्भावना धेरै हुन्छ। वा यदि तपाईँ उचाइबाट तल झर्नुहुन्छ, जस्तै भवनको पहिलो वा दोस्रो तलाबाट चिप्लिनु भयो भने, र तपाईँ जमिनमा खस्नुहुन्छ भने त्यस अवस्थामा पनि डिस्क फुट्ने सम्भावना हुन्छ। चौथो भनेको निष्क्रिय जीवनशैली वा खराब आसन हो। मानौ तपाईँ व्यायाम गर्नुहुन्न वा तपाईको जागिर यस्तो छ जसले तपाईलाई अफिसमा लामो समयसम्म बस्न बाध्य बनाउँछ। यस्ता अवस्थामा पनि तपाईको मेरुदण्डमा स्लिप डिस्कको समस्या हुने सम्भावना बढी हुन्छ। यदि तपाईको काम गर्दा आसन राम्रो छैन भने मान, यदि तपाईँ सोफामा बस्नुहुन्छ वा ओछ्यानमा बसेर लामो समयसम्म ल्यापटपमा काम गर्नुहुन्छ भने त्यो राम्रो होइन। यदि तपाईको आसन राम्रो छैन भने त्यसले पनि मेरुदण्डमा डिस्क सम्बन्धी समस्या ल्याउन सक्छ। त्यसैले जब पनि तपाईँ बसिरहनु भएको छ, सधैँ काम गर्नका लागि उचित अफिसको कुर्सी र टेबल प्रयोग गर्नुहोस्। यसले गर्दा एर्गोनोमिक हिसाबले पनि तपाईको आसन राम्रो हुन्छ र भविष्यमा स्लिप डिस्कको समस्या हुँदैन। डिस्क हर्निएसनको 5औं कारण भनेको मोटोपन हो। यदि कोहीको तौल बढी छ भने उनको तौल धेरै हुन्छ। त्यसले मेरुदण्डमा धेरै दबाव दिन्छ र त्यो दबाव तपाईको मेरुदण्डको डिस्कमा लोडको रूपमा सर्छ। समयसँगै तपाईको मेरुदण्डको डिस्क खुकुलो वा कमजोर बन्छ र डिस्कको बाहिरी तन्तुहरू, जसलाई एनुलस फाइब्रोसिस भनिन्छ, ती च्यात्तिन्छन्। र जब यस्तो हुन्छ, डिस्कको नाभिक भाग बाहिर निस्कन्छ र त्यो स्नायुमा दबाव दिन थाल्छ, जसले गर्दा सायाटिका पनि हुन सक्छ। यसैले आफ्नो तौल नियन्त्रण गर्नुहोस्। यो धेरै महत्त्वपूर्ण छ। छैटौं, स्लिप डिस्क वा डिस्क हर्नियाको कारण जेनेटिक कारणहरू पनि हुन सक्छ। कहिलेकाहीँ यो परिवारमा पनि चल्न सक्छ। यदि बुवा वा आमाको डिस्क सानो आकारको छ भने, एनुलसको बाहिरी तह पर्याप्त बाक्लो छैन भने, त्यसपछि यसले पनि युवा बिरामीहरूमा चाँडै डिस्क डिजेनेरेसन वा डिस्क प्रोल्याप्स गराउन सक्छ। त्यसैले साथीहरू, जम्मा 6 वटा कारणहरू छ। पहिलो उमेरसँग सम्बन्धित हो, जुन तपाईले अवश्य पनि परिवर्तन गर्न सक्नुहुन्न। अर्को दोहोरिने तनाव, बारम्बार झुक्ने वा तौल उठाउने, यो त अवश्य पनि परिवर्तन गर्न सकिने कुरा हो। त्यसैले तौल उठाउँदा वा बारम्बार झुक्ने काम गर्दा तपाईँ धेरै सावधान हुनुपर्छ। तेस्रो अचानक घुम्ने चोट वा लबाई हो।
त्यसैले खेल्दा तपाईँ धेरै सावधान हुनुपर्छ। खेल्दा वा शारीरिक श्रम गर्दा तपाईले आफ्नो ढाडमा चोट नपुर्याउनुहोस् भन्ने ध्यान दिनुपर्छ। चौथो निष्क्रिय जीवनशैली वा खरबाह हो। त्यसैले जब तपाईँ ल्यापटपमा काम गर्दै हुनुहुन्छ वा अफिसमा हुनुहुन्छ, तपाईँको बसाइ सधैँ राम्रो हुनुपर्छ र तपाईँले उचित अफिस टेबल र कुर्सी प्रयोग गर्नुपर्छ। पाँचौं तौल बढी हुनु वा मककर हो। त्यसैले तपाईँले आफ्नो तौल घटाउने प्रयास गर्नुपर्छ, स्वस्थ स्तरमा राख्नुपर्छ। तपाईले तारेको खाना नखानुहोस् वा केही खान खोज्नुहुन्छ भने जङ्क फुड दैनिक नखानुहोस् ताकि तपाईँको तौल नियन्त्रणमा रहोस्। र छैटौं आनुवंशिक पूर्वसिकी हो। त्यसैले आनुवंशिक प्रवृत्ति अवश्य पनि तपाईँ परिवर्तन गर्न सक्नुहुन्न, त्यसैले यो एक अपरिवर्तनीय जोखिम कारक हो। तर समग्रमा यदि तपाईँले आफ्नो तौललाई सीमाभित्र राख्नुभयो, नियमित रूपमा व्यायाम गर्नुभयो, आफ्नो मुद्रा राम्रो राख्नुभयो र अचानक झुक्ने वा घुम्ने कुनै पनि चालबाट बच्नुभयो भने तपाईँ आफ्नो मेरुदण्ड सुरक्षित राख्न सक्नुहुन्छ र भविष्यमा स्लिप डिस्क समस्याबाट बच्न सक्नुहुन्छ। धन्यवाद।